नमस्कार, यहाँहरु सम्पूर्णलाई स्वागत छ। आजको भिडियोमा हामी विपन्न लक्षित छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरूलाई विद्यालयले आफ्नो इमिस प्रणालीबाट कसरी भेरिफाई गर्ने भन्ने देखाउन गइरहेको छु। त्यसका लागि यसरी कुनै पनि ब्राउजर खोल्नु होला र ब्राउजरको माथिपट्टि emis.chrd.gov.np/login भनेर हान्नु होला। यति हान्नुभयो भने यो हाम्रो लगइन पेज खुल्छ। लगइन पेज खुलिसकेपछि यहाँ युजर नेममा विद्यालयको युजर नेम हान्नु होला र यो तलपट्टिको यो पासवर्डमा चाहिँ विद्यालयको पासवर्ड हान्नु होला। त्यसैगरी तलपट्टि यो माथि दिएको यो क्याप्चालाई यहाँ टाइप गर्नु होला। यसरी टाइप गरेर लगइनमा क्लिक गरिसकेपछि विद्यालयको इमिसको ड्याशबोर्ड खुल्छ र अब यहाँ गएर तपाईले सुरुमा हाम्रो PMT भेरिफिकेसन गर्नुभन्दा पहिले कबुलियतनामा विद्यार्थीको तयार गर्नुपर्ने हुन्छ। कबुलियतनामाको लागि चाहिँ तपाईले यो दायाँतिर माथिपट्टि यो यहाँनेर क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यहाँनेर हेर्नुस् त यो डाउनलोड्स भन्ने छ, यहाँ जानु होला र यसको पहिलो नम्बरमा यहाँ के छ भन्दाखेरि कबुलियतनामा भनेर छ 1 नम्बरमा। यसलाई यहाँबाट डाउनलोड गर्नु होला है, यहाँबाट डाउनलोड गर्नु होला। यसरी डाउनलोड गरिसकेपछि यस्तो यो कबुलियतनामा आउँछ। यो कबुलियतनामामा भर्नुपर्ने सबै विवरणहरू भर्ने, यहाँ अभिभावकको सम्पर्क नम्बर, नाम र हस्ताक्षर गराउने। यो पार्टमा चाहिँ प्रधानाध्यापकको नाम, सम्पर्क नम्बर र विद्यालयको छाप, हस्ताक्षर प्रधानाध्यापकको, तलपट्टि विद्यार्थीको भरेर यो प्रत्येक विद्यार्थीको एउटा एउटा भरेर राख्नु होला। पहिला भेरिफाई गर्नुभन्दा पहिला एउटा कबुलियतनामा भर्ने काम गर्नु पर्यो र विद्यार्थीले बैंकमा खाता खोलेको हुनु पर्यो। त्यति दुईटा काम भइसकेपछि अब हामी PMT भेरिफाई गर्न सक्छौं। त्यसको लागि PMT मा जानु होला, स्टुडेन्ट भेरिफिकेसन मा जानु होला। यसरी गइसकेपछि यस्तो खालको विन्डो खुल्छ। यहाँ चाहिँ तपाईले इयर 2083 छान्ने, ग्रेड कुन कक्षाको विद्यार्थी हो, अहिले 6 कक्षामा पढिराखेको छ भने 6 छान्ने र लोड गर्ने। लोड बटनमा क्लिक गरिसकेपछि यसरी विद्यार्थीहरू PMT विपन्न लक्षित छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरूको सूची आउँछ। यी विद्यार्थीहरू मध्ये तपाईको गाउँपालिकाको, नगरपालिकाको शिक्षा शाखाले जुन सूचना निकालेको छ PMT का लागि छनौट भएका विद्यार्थीहरू भनेर नामावली निकालेको हुन्छ। त्यो नामावलीमा नाम भएका विद्यार्थीहरूको अब हामीले PMT भेरिफाई गर्ने हो। अब जस्तै यो विद्यार्थी परेको छ मानौं, यसको भेरिफाई गर्नको लागि हामीले यहाँनेर भेरिफाई स्टुडेन्ट हेर्नुस् त। यसो गर्दाखेरि यसलाई यसो दायाँतिर सार्नु होला, तलपट्टिको यो स्क्रोल यतापट्टि गर्नु होला। जस्तै यो विद्यार्थी छ भने यसको हामीले यहाँ क्लिक गर्छौं। क्लिक गरिसकेपछि अब यहाँ बैंक छान्छौं। कुनै पनि बैंक छान्नु होला। जस्तै मैले एभरेस्ट बैंक उदाहरणको लागि यो कुन शाखाको हो, जुन शाखामा उले खाता खोलेको छ त्यो शाखाको नाम यहाँनेर लेख्नु होला। अनि यहाँनेर विद्यार्थीको खाता नम्बर, प्रिभियस GPA भनेको चाहिँ अहिले 6 कक्षाको विद्यार्थी हो भने उले 5 कक्षाको अन्तिम उसको GPA, 5 कक्षामा उले प्राप्त गरेको अन्तिम GPA यहाँ हान्नु होला र यहाँ रिमार्क्स लेख्दा पनि हुन्छ, नलेख्दा पनि फरक पर्दैन। र यहाँ अपलोड कबुलियतनामा भनेको छ, अघि हामीले प्रत्येक विद्यार्थीको कबुलियतनामा भरेर सिग्नेचर गरेर कम्प्युटरमा स्क्यान गरिसकेका हुनुपर्छ र त्यो स्क्यान गरेकोलाई यहाँ चुज फाइलबाट गएर यहाँबाट फाइल छानेर ओपन गर्नु होला। मैले अहिले क्यान्सल गरे। ओपन गर्नुभयो भने तपाईको यहाँनेर फाइलको नाम आउँछ। फाइलको नाम आउने बित्तिकै तपाईले थाहा पाउनु पर्यो तपाईको फाइल अपलोड भयो भनेर। यो 2 MB भन्दा सानो हुनुपर्छ। यति भइसकेपछि यहाँनेर इज स्कुल भेरिफाइड मा टिक लगाउनु होला र यहाँ गएर सेभ गरिदिनु होला। यसरी यति गर्नुभयो भने एउटा विद्यार्थीको कम्प्लिट भयो। यसैगरी आफ्नो विद्यालयमा रहेका र विपन्न लक्षित छात्रवृत्तिको लागि प्राथमिकतामा परेका जुन पालिकाले निकालेको तपाईको लिस्ट छ त्यसमा परेका सबै विद्यार्थीहरूको एक एक गरी यसरी PMT भेरिफाई गर्न सकिन्छ। हस्त, धन्यवाद।